होइन लुगासुगा पट्याएर कता पो लाग्न आँटिस हौ बुढी? अब म त माइत हिँड्न आँटेँ कि 4-5 महिना भइसक्यो माइत जानु नपाएको। अब म त जान्छु माइत, सबै कामसाम सकिसकेँ, रेडी पनि भइसकेँ। अब म त हिँडेँ कि माइत। ए नि त होइन 4-5 महिना पो भन्छस् त हो। अनि 4-5 महिना जान आँटेको कि अनि कति दिनको लागि जान आँटेको हो? अब 4-5 महिना घर बसेपछि 1-2 हप्ता त माइत बस्नु पऱ्यो नि त। खोइ यहाँ पैसा ल्याउनु, माइत जाने खर्च चाहियो मलाई। होइन खर्च चाहिँ किन चाहिन्छ हौ? अनि त्यहीँ छेउको माइत जानलाई कति चाहिँ चाहिन्छ खर्च चाहिँ? अनि यत्रो पछि माइत जान आँटेको, मलाई खर्च चाहिँदैन? यसो केही लिएर जानु परेन? खाली हात त जान मिल्दैन त हौ माइत जाँदाखेरि। के भन्नुभएको? ए लु अब मसँग कति छ, अब पैसा पुग्छ पुग्दैन, अब मसँग भएको लिएर जाऊ। ल खोइ दिनु। खै मसँग पनि अब कति छ, अब पैसा त धेरै छ जस्तो त छैन। यो अब यति नि हो पैसा, पुग्छ होला नि यतिले त। यी ल होइन हौ बुढा, यति पैसाले चाहिँ के चाहिँ लिएर जानु हो मैले? यत्रो पछि जान आँटेको, यति पैसा त अनि म त्यहाँ अटोमा चढ्दा चढ्दै सकिन्छ। कति छ महँगी थाहा छैन तपाईँलाई? यति पैसामा चाहिँ के चाहिँ आउँछ? होइन कस्तो के चाहिँ आउँछ भनेको? अनि पैसा त थुप्रो छ त हौ, त्यहाँ 5-10 हजार दिएको छु त मैले, त्यतिले पनि पुग्दैन। के चाहिँ किनेर लिएर जान आँटेको अनि यति मुलामा चाहिँ के चाहिँ आउँछ? आफै भन्नु त, फलफुल कति धेरै महँगो छ। यत्रो पछि गएपछि यसो के लानुपर्छ। ल मोबाइल कति चाहिन्छ निकालेर लग्नेबाट हालेर। ल बुढा, ल भयो। अब म चाहिँ माइत गएँ, राम्रोसँग बस्नु है त। ल म 2-4 दिनपछि आउँछु। ल राम्ररी छ, पुगेर फोन गर्नु। हस्, बाई बाई। होइन यो त निकै खुसी हुँदै पो गयो। कति चाहिँ ट्रान्सफर गरेछ हौ यसले पैसा? म त यति साह्रो खुसी त यसलाई कहिले देखेको थिइनँ त। हेर्नु पर्यो कति पो गरेछ यसले। 3-4 महिनाको सेभिङ।